लो है साथीहरू, हेर्नुहोस् है, म चाहिँ आज घरमा आइपुगेको छु होइन। मम्मी चाहिँ बाहिरतिर काम गर्नु हुँदैछ अनि म चाहिँ यहाँनिर बेलुकीको खाना बनाउनु थालेँ होइन। यो चाहिँ पर्क हो, पाक्दैछ आगोमा, मजाले आगो पनि लागिरहेको छ हो, पाक्दैछ। हेर्नुहोस् ल, म तपाईँलाई देखाउँछु ल। यो चाहिँ हो साग होइन, घरकै साग हो यो चाहिँ। मजाले टिपेर लिएर हेर्नुहोस् न, यस्तो दामी छ पर्कसँग खानुको लागि। पर्क चाहिँ हामीले लिएर आएको होइन, पर्क पनि राम्रो पाएको छ हो। साग भयो, यहाँनिर मैले छुट्याउँदैछु, ठुलो ठुलो हालेर खानु मन परेको छ नि त, आगोमा त फ्यात्तै पाक्छ हो। अन्त बनाउँदैछु, यहाँ हेर्नुहोस् न, यस्तो दामी चाहिँ पाकिरहेछ कि आगोमा चाहिँ। औ पर्किन्छ है, हेर्नुहोस् न, हेर्नुहोस् न, वा हो। अब यसमा चाहिँ साग मजाले हालेर पकाउने हो। आमालाई चाहिँ त्यति साह्रो उयो हुँदैन दाँतले, त्यसले गर्दाखेरि चाहिँ अलिकति मजाले पकाउनुपर्छ यसलाई, पाक्नु दिनुपर्छ। हेर्नुहोस् है साथीहरू, आजको मेरो इन्जोय यस्तो चाहिँ किचनमा है साथीहरू। फाइनली मेरो चाहिँ पाकिसके साथीहरू, यम्मी यम्मी भयो। साग र सुँगुरको मासु रेडी भयो।